सबैजनामा नमस्कार। आज चाहिँ हामी बिर्तामोड 1 निवासी अशोक बुवा हाम्रो चाहिँ अशोक पोखरेल बुवाकोमा मेसिन पुर्याउन जाँदैछौँ। जोड्न गइरहेका छौँ। ल अब हामी चाहिँ इन्फोबेटलाई उहाँको घरसम्म लिएर जाँदैछौँ सिटीबाट। ल हेलो साथीहरू, अब चाहिँ हामीले उहाँको घरमा पुर्याइसक्यौँ। अब हामी जोड्न सुरु गर्छौँ। नमस्कार बुवा। नमस्ते हजुर। नमस्ते। हजुरको नाम? मेरो नाम अशोक कुमार पोखरेल। ल बुवा, अनि आज हजुरकोमा चाहिँ इन्फो थर्मल बेड जोडेको कस्तो लागिरहेछ? म त अति नै खुसी छु। ल अनि हजुरले चाहिँ यो बेड चाहिँ किन घरमै ल्याउनु भएको बुवा, त्यो भनिदिनु न हजुरले। यो मैले घरैमा ल्याउनुको कारण चाहिँ हजुर कस्तो भनेपछि अब यसको एउटा कुरो त महत्त्व मैले बुझेँ।
हजुर अनि विशेष गरेर मलाई आफूलाई पर्सनल्ली भन्नुपर्दा चाहिँ हरेक मेरा समस्याहरूलाई त्यसले चाहिँ के समाधान गरेको मैले पाएँ। हजुर अनि तपाईँहरूको यो नुगाबेस सेन्टरमा चाहिँ हजुर यहाँ हाम्रो यो बिर्तामोड 1 मा रहेको यो तपाईँको बिर्तामोड शाखा केन्द्रमा गएर हजुर म त्यहाँ लिन्थेँ होइन। हजुर अनि अलिकति टाइमको हामीसँग अभाव पनि भयो। हजुर अब हामीले चाहिँ यसो जागिर खानुपर्ने यसो व्यवसाय गर्नुपर्ने होइन। हजुर त्यो भएको कारणले गर्दाखेरिमा अब घरमा ल्याउँ अलिकति टाइमको पनि हामीले म्यानेज गर्न सकिन्छ होला हजुर भन्ने हिसाबले अब तपाईँको चाहिँ हाम्रो चाहिँ रोग लागेपछि भनेको अब हामीले चाहिँ हस्पिटल जानै पर्छ। हजुर ऋणपान खोजेर भए पनि डक्टरलाई तिर्नै पर्छ, औषधि खानै पर्छ। हजुर बेलैमा यो प्रयोग गरियो भने त्यतापट्टि जाने पैसाहरू अलिकति बच्छ कि यसलाई प्रयोग गरौँ, अलिकति स्वास्थ्य हेल्दी रहौँ, अलिकति उमेरलाई बढाउँ कि भन्ने हिसाबले पनि यसलाई ल्याइयो। अत्यन्तै खुसी लाग्यो। म्यामहरूले चाहिँ आशा म्यामको टोलीले यहाँ आएर चाहिँ एकदम हामीलाई सबै गरेर बताइदिनु भयो। साह्रै खुसी लाग्यो। म त्यहाँ गएर पनि सबै कुरा सोध्न भ्याएको पनि थिइनँ, पछि सिक्नुला भनेर बसेको थिएँ होइन। हजुर सिकाइदिनु भयो, अत्यन्त खुसी भयो। साह्रै खुसी लागेको छ आज मलाई त। हजुर हस् भा खुसी हुनुहुन्छ। एकदम ह्याप्पी हस् भा ल धेरै धेरै धन्यवाद। नमस्कार नमस्ते। नमस्ते। बाई हेलो मम्मी बाई। अहिले होइन ल